के तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ अथवा तपाईको घर परिवारमा कोही महिला हुनुहुन्छ जो प्रेग्नेन्ट हुनुहुन्छ अथवा तपाईले आफ्नो शिशुलाई दूध खुवाइराख्नु भएको छ तर प्रशस्त मात्रामा दूध आइरहेको छैन भने यो भिडियो तपाईहरुको लागि हो। यस्तो बेलामा शतावरीको धुलो जसलाई फिमेल रिप्रोडक्टिभ टनिक पनि भनिन्छ यो तपाईले कुनै पनि आयुर्वेदिक शपबाट ल्याउन सक्नुहुन्छ। लगभग 5 देखि 10 ग्रामको क्वान्टिटी बेलुका खाएर त्यसपछि अलिकति दूध अथवा दूधमा बनेको च्याख्ला खान सक्नुहुन्छ। नवमांश चिकित्सा अनुसार शतावरीको धुलो प्रेग्नेन्सीको दोस्रो, छैठौं र सातौं महिनामा दूधसँग खाने र 9 महिनाको बेलामा चाहिँ यसको तेलको एनिमा लिने र एउटा सानो कपासको प्याड जस्तो यसको तेलमा डुबाएर योनिमा राख्नाले योनि प्रदेश अथवा भेजाइनल एरिया लचिलो, पुष्ट र अलिकति फ्रेग्नेन्ट पनि बनाउँछ जसले गर्दा महिलाहरूलाई धेरै लेबर पेन हुँदैन र सुविस्तापूर्वक बच्चा जन्मिन्छ।